What's up guys, welcome back to my channel Aqua Living Life हैन। अनि आज चाहिँ अब गिभ अवेको विनरहरु अनाउन्स भइसकेको छ र मसँग कुरा पनि भइसकेको छ शंकर ठाकुरको चाहिँ। अनि सञ्जय तामाङजीले चाहिँ मलाई मेसेज केही गर्नु भएको छैन है। सो मेसेज गर्नु होला सञ्जय तामाङज्यू, तपाईलाई गिभ अवेको उपहार परेको छ है। सो नम्बर पनि पठाउनु होला, तपाईको है। अनि के रे अहिले चाहिँ म जाँदैछु हाम्रो शंकर ठाकुर ज्यूकोमा है। उहाँ चाहिँ कपाल काट्ने हुनुहुँदो रहेछ। सो दुःख गर्नु हुँदो रहेछ उहाँले पनि हैन। सो उहाँलाई परेछ, जस राम्रै मान्छेलाई परेछ। आइ एम ह्याप्पी अबाउट द्याट है। अनि प्लान्ट्स इन नेचर भन्ने भाइ हुनुहुन्छ है। उहाँले चाहिँ जहिले पनि मेरोमा कमेन्ट गरिरहनुहुन्छ, हरेक उसमा हैन, हरेकमा लाइकहरु गरिरहनु भएको हुन्छ। टिकटकमा पनि सबै त्यसरी गर्दै हुनुहुन्छ उहाँले हैन। सो तपाईको लागि पनि मैले केही सोचेको छु है। सो तपाई चाहिँ झन् मेरो फर्स्ट देखिनको हुन्छ नि, सब्स्क्राइबर 1 देखिनको तपाईले मलाई सपोर्ट गर्नु भएको छ प्लान्ट्स इन नेचर। सो तपाईलाई पनि मैले के गर्ने सोचेको छु। सो अलि बिस्तारै गर्छु त्यो चाहिँ है। तपाईले पनि के गर्ने चाहिँ मैले सोचेकै छु है। सो डोन्ट माइन्ड, यो पाली तपाईले पाउनु भएन है। सो अर्कोचोटिलाई चाहिँ मैले तपाईलाई चाहिँ स्योर 100% नै गरिदिने उसमा छु, किनभने तपाईले मलाई डे 1 देखि सपोर्ट गर्नु भएको छ है। सो अरूले पनि प्लिज डु लाइक शेयर एन्ड सब्स्क्राइब है। त्यति भन्दै ल अब म चाहिँ जाँदैछु है त हाम्रो शङ्करज्यूलाई भेट्नलाई। केबी स्टाइलिसमा काम गर्नु हुँदो रहेछ उहाँ चाहिँ। अनि उनीहरूको चाहिँ धेरै ठाउँमा ब्रान्चेस रहेछ, हाम्रो भैँसीपाटीमा पनि छ, मलाई थाहा छ है केबी स्टाइलिस। र म त्यहीँ जान्छु के, सधैँ कपाल काट्न पनि म त्यहीँ गइरहेको हुन्छु। र हाम्रो शंकर ठाकुरको चाहिँ उता कोटेश्वर ब्रान्चमा हुनुहुँदो रहेछ। तर उहाँले चाहिँ भैँसीपाटीमै गएर दिँदा पनि हुन्छ, नभए म भैँसीपाटी नै आउँछु भन्ने जस्तो कुरा गर्नुभएको थियो हिजो कलमा। सो उहाँ चाहिँ भैँसीपाटी केबी स्टाइलिसमा आइसक्नु भएको छ अरे भनेर मलाई फोन आयो र म त्यहीँ जाँदैछु है। सो सबै अब त्यहीँ गएर भिडियो गर्छु है त तपाईहरुलाई। सो हामीले भने जस्तै है 1 पेयर प्ल्याटिनम व्हाइट गप्पी है र हाम्रो एक्वेरियम दिने भयौँ। अनि शङ्करले चाहिँ मलाई के भन्नुभयो भने उहाँले तपाईले स्यान्ड र मोटर पनि ल्याइदिनु, त्यसको चाहिँ बरु म क्यास पे गरिदिन्छु भन्नुभयो। सो स्यान्ड र मोटर पनि लिइदिएको छु उसको लागि चाहिँ है। सो यही हो, भैँसीपाटी आइसकेको छ अरे केबी स्टाइलिसमा। अब चाहिँ म उसलाई त्यहाँ केबी स्टाइलिसमा गएर भेट्न जाँदैछु। स्टे ट्युन्ड है त गाइज। हामी चाहिँ केबी स्टाइलिस आइसकेका छौँ है। अब चाहिँ हामी भित्र जाँदैछौँ। माथि मलाई पनि हाल ल तेरो पनि फोटो हालिदिन्छु ल भाइ। तेरो नाम के थियो अरे? अभिमन्यु। तिमी चाहिँ हो ए ल है। सबैजना केबी स्टाइलिसकै रहेछ है गाइज। अभिमन्यु ठाकुर भन्ने पनि हाम्रो केबी स्टाइलिसकै रहेछ। सबैजनाले चाहिँ गर्नुभएको रहेछ, खुसी लाग्यो मलाई है। अभिमन्यु ठाकुर भनेको रहेछ। मलाई ठाकुर 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 गर्दाखेरि चाहिँ सायद तिनीहरू आफ्नो आफन्तहरू नै रहेछ त लागिरहेको थियो होइन। तर सबैजना कपाल काट्ने ठाउँमै भेटेँ क्या। अभिमन्यु भन्ने चाहिँ यहीँ भैँसीपाटीकै रहेछ, केबी स्टाइलिसमा नयाँ रहेछ। म यहाँ काट्न आउँदाखेरि ऊ थिएन होइन, नयाँ रहेछ अभिमन्यु ठाकुर। ठिकै छ, नो वरिज। सो केबी आइसकेको छौँ है, 3rd फ्लोर भैँसीपाटीमा। शंकर ठाकुरजी, हाम्रो शंकर ठाकुरजी चाहिँ उहाँ हुनुहुन्छ है। के छ त तपाईँलाई, कस्तो लागेको छ त? ठिक छ, चित्त बुझेछ तपाईँलाई? ल हामीले भने जस्तै है शंकर ठाकुरजी कोटेश्वरबाट भैँसीपाटी केबी स्टाइलिसमा आइसक्नु भएको रहेछ आज होइन। तपाईँको नाम परेर तपाईँले पाउनु भएर यो कस्तो लागेको छ त तपाईँलाई? ठिक छ, हस्। अरू केही भन्नु चाहनुहुन्छ मेरो सब्स्क्राइब लाइक गर्नु, तपाईहरु पनि पाउनु जित्न सक्नुहुन्छ होइन। ल ठिकै छ, ल हजुरलाई भयो यो। तपाईँले भने जस्तै फिल्टर, स्यान्ड, सो केस पनि लिएर आइदिएछु है त। शङ्करले चाहिँ होइन यहीँ भैँसीपाटीकै केबी स्टाइलिसमा राखिदिनु भन्यो। सो यहीँ भैँसीपाटीकै केबी स्टाइलिसमा हामीले सेट गरिदिइरहेछौँ है। सेटिङ चाहिँ हुँदैछ, सेटअप चाहिँ
सो यहाँ यही हो, अझै सामानहरू ल्याइदिनु यसमा थप्ने भनेर भनेको छ। लाइटहरू आउँछ अब, अनि माछा पनि लिएर आइदिनु भनेको छ। अझै माछाहरू पनि लिएर आएर थपिदिन्छु है। सो लास्टमा अब यो पछि चाहिँ अब एन्डिङमा कस्तो हुन्छ त्यो हजुरहरूलाई देखाउनुहुन्छ है त। यहाँ हामीले चाहिँ शङ्कर ठाकुरजीको सेटअप गरिदिइसकेको छौँ होइन। र अब उहाँले केही भन्न चाहनुहुन्छ कि? नमस्ते हजुर सबैजना होइन, फलो सब्सक्राइब गरिदिनु। हामी गरेमा पाएको आज एकोरियम तपाईँहरू पनि पाउनुहुन्छ। अनि हाम्रो दाइले आज सेटअप पनि गरिदिनु भएको, सामानहरू पनि ल्याइदिनु भयो। तर सामानको पैसा चाहिँ फेरि उसले दिएको छ है। टिकटकमा तपाईँहरूले फलो गर्नु, तपाईँहरू पनि पाउनुहुन्छ। फेरि गिफ्टिङ हुनेवाला छ। हाम्रो सब्सक्राइबर अब 500 पुगेपछि फेरि हुन्छ होइन। अनि मेरो मम्मीले नै कमेन्ट गर्नुभएको छ भिडियोमा, अब 1000 सब्सक्राइबर पुगेपछि चाहिँ मम्मीले आफ्नो तर्फबाट क्यास प्राइज दिन्छु भन्नुभएको छ सब्सक्राइबरहरूलाई। त्यही भएर तपाईँहरू सबजना सब्सक्राइब र फलो गर्नु टिकटकमा होइन। लाइक सेयर सब्सक्राइब गरिदिनु होला होइन त। ल ठिकै छ, ल खुसी छौ नि एकदम खुसी। होइन। तिमीलाई अब यो फेरि मान्छेहरूले भन्ला आफ्नै मान्छेलाई दियो, यस्तो गर्यो उस्तो गर्यो। ऊ मेरो आफ्नो मान्छे चाहिँ होइन, हो कि होइन होइन। तिम्रो नाम आयो, तिमी पढ्यौ, तिमी कोटेश्वरबाट यहाँ आयो, तिमीहरूको ब्रान्च धेरै ठाउँमा रहेछ, तिमीले भैँसीपाटीमै ल ठिकै छ भन्यौ, मैले यहीँ राखिदिएँ होइन। चित्त त बुझ्यो होइन तिमीलाई। ल या गाइज है, मैले चाहिँ गिभ अवे गरेर आइसकेँ है। एकदमै राम्रो मान्छे हुनुहुँदो रहेछ उहाँ चाहिँ। अनि सामानहरू किनेर ल्याइदिनु, पैसा म तिर्छु भन्नुभएको थियो होइन। त्यहाँ गएपछि चाहिँ अनि अझै सामानहरू चाहिने भयो। उहाँले चाहिँ अनि सामानहरू किन्नलाई भनेर छुट्टै ऊ पनि गर्नुभयो है। एकदमै राम्रो कुल मान्छे होइन, एकदमै जेन्युन मान्छे हुनुहुँदो रहेछ। र मलाई खुसी पनि लाग्यो, मनैदेखि खुसी लागेको छ है राम्रो मान्छेले पाउँदाखेरि। अनि अब एउटा दिन बाँकी छ है। सञ्जय तामाङज्यू तपाईँ चाहिँ मलाई मेसेज गर्नु होला र भेट्न आउनुहोस् भैँसीपाटीमा। तपाईँले एक्वेरियम पाउनुहुनेछ है। सो या त्यति भन्दै आजको गिभ अवे चाहिँ यति नै हो है। सो सी यु नेक्स्ट टाइम। अनि सब्सक्राइब पनि गर्नु होला, लाइक सेयर कमेन्ट पनि गर्नु होला, र टिकटक पेजमा गएर हाम्रो एक्वा लिभिङ लाइफ च्यानललाई फलो पनि गरिदिनु है त। भोलि तपाईँको पनि पालो आउनेछ यस्तै गरी है। सो या स्टे ट्युन है। नयाँ नयाँ भिडियोहरू पनि आइरहन्छ है। अनि आगामी दिनहरूमा पनि गिभ अवेहरू हुँदै जान्छन्। सो त्यही हो, गर्नुहोस् है। तपाईँले धेरै माया गर्नुहोस्, तपाईँहरूको मायाले नै हो गर्दाखेरि अगाडि बढ्ने। सो माया गर्नुहोस् र म पनि माया गर्नेछु तपाईँहरूलाई है। सो यति भन्दै आजको ब्लग चाहिँ यति नै है त गाइज। ल सी यु नेक्स्ट टाइम। गाइज हाम्रो चाहिँ सञ्जय तामाङज्यू चाहिँ अलि टाढा बस्नु हुँदो रहेछ होइन। सो उहाँले चाहिँ आएर आफ्नो गिफ्ट पनि लगिसक्नु भएको छ है। सो उहाँलाई पनि धेरै खुसी लाग्यो अरे भन्नुभयो है। सो या अब अरू तपाईँहरूको पनि पालो आउनेछ है। अब 500 सब्सक्राइबर्समा अर्को गिभ अवे हुन्छ, अलिक ठुलो गिभ अवे हुन्छ है। सो अनि 1000 सब्सक्राइबर पुगेपछि चाहिँ मेरो मम्मीले चाहिँ म मेरो तर्फबाट क्यास प्राइज गरिदिन्छु भ्युवर्सहरूलाई भन्नुभएको छ है। सो या सबैजनाले सब्सक्राइब गर्नु होला, लाइक कमेन्ट सेयर गर्नु होला, र टिकटकमा गएर हाम्रो एनबी एक्वेरियम र एक्वा लिभिङ लाइफलाई चाहिँ फलो गर्नु होला है त। ल यति भन्दै हाम्रो गिभ अवे चाहिँ सकिसकेको छ, र नेक्स्ट गिभ अवे 500 सब्सक्राइबरमा है त। अब ल हाम्रो सेकेन्ड विनर सञ्जय लामाज्यू पनि आइसक्नु भएको छ, र उहाँले चाहिँ एक्वेरियम कभर सहितको पाउनु भएको छ। सो मेरो भ्युवर्सहरूलाई केही भनिदिन चाहनुहुन्छ त? थ्याङ्क यू ब्रदर होइन, भिडियो हेरिरहेको थियो है, दामी लाग्छ भिडियोहरू पनि। त्यही छ होइन, खुसी लाग्यो नि। खुसी लाग्यो होइन। ल हुन्छ ल। अब एक पेयर माछा चाहिँ म तपाईँलाई 1-2 दिनमा मिलाइदिन्छु, कि त म पठाउमा पठाइदिउँ ल, कि तपाईँ आउनुहोस् है त। ल धन्यवाद। हुन्छ ल। सो हाम्रो चाहिँ 2जना विनरहरूले गिफ्ट पाइसक्नु भएको छ है। गिभ अवेको रिजल्ट भइसकेको छ र सबैजनाले आफ्नो गिफ्टहरू पाइसक्नु भएको छ, र उहाँहरू एकदमै खुसी हुनुहुन्छ भनेर भन्नुभयो है। सो या म पनि धेरै खुसी छु। किप सपोर्टिङ गाइज है। आगामी दिनहरूमा पनि अब धेरै चिजहरू गर्न बाँकी छ है। मैले धेरै कुराहरू अझै गर्न बाँकी छ। सो तपाईँहरू माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। तपाईँहरूको माया र सपोर्टले गर्दाखेरि नै हो कामहरू गर्न मन लाग्ने र यसरी गिभ अवेहरू गर्न सफल हुने। प्लस मेरो मामुलाई पनि धेरै धेरै धन्यवाद छ है। मेरो मामुले पनि एकदमै धेरै सपोर्ट गर्नुभएको छ मलाई यो कुरामा है। सबैजनालाई अब के भन्नु छ भने नयाँ नयाँ भिडियोहरू, नयाँ नयाँ कन्टेन्टहरू लिएर आउन
खोज्छु होइन, नयाँ नयाँ कन्टेन्टहरूदेखि लिएर सबै तपाईँहरूले कमेन्ट गरिदिनु होला। अब के गर्नु, अब यो पछि के गर्दा ठिक हुन्छ अथवा मैले के गर्दाखेरि बेस्ट हुन्छ होइन, त्यो सब तपाईँहरूले मलाई कमेन्ट गर्नु होला। र कमेन्ट गरेको म सबै कमेन्ट हेर्छु पनि है, सायद अलि ढिलो हेर्छु होला, तर हेर्न चाहिँ म सबै कमेन्टहरू हेरिरहेकै हुन्छु है। प्लस मलाई मेरो घरबाट पनि धेरै सपोर्ट गर्नुभएको छ सबैजनाले, मेरो वाइफले, मेरो छोरीले, इभन मेरो सानो छोरीले धरि मलाई सपोर्ट गर्छ यो कुरामा होइन। सो यति भन्दै म चाहिँ मेरो आजको भ्लग चाहिँ यतिमै एन्ड गर्न चाहन्छु होइन। र अब नयाँ नयाँ कन्टेन्टहरू अब आगामी दिनहरूमा आउने नै छ। सो स्टे ट्युन फर द्याट है, नयाँ नयाँ कन्टेन्टहरूको लागि। अनि सबैजना कसले सब्सक्राइब गर्नु भएको छैन प्लिज डु सब्सक्राइब है। अनि लाइक सेयर कमेन्ट पनि गरिदिनु होला सकेसम्म। र टिकटक पेजमा गएर हाम्रो एक्वा लिभिङ लाइफ र एनबी एक्वेरियमलाई पनि फलो गरिदिनु होला है। अनि एनबी एक्वेरियमको दाइलाई पनि धेरै धेरै धन्यवाद, तपाईँले मलाई सपोर्ट गर्नुभयो यत्रो कुरामा, गिभ अवे गर्ने कुरामा पनि तपाईँले मलाई साथ दिनुभयो होइन। सो एनबी एक्वेरियमको तर्फबाट यतिको नभएको भए चाहिँ मैले सायद 2जना व्यक्तिलाई चाहिँ गिभ अवे गर्न सक्दिनँ थियो होला, सायद एकजनाले मात्रै पाउनुहुन्थ्यो होला होइन। सो एनबी एक्वेरियमको दाइले गर्दाखेरि चाहिँ मैले 2जना विनर चुज गर्न पाएँ। सो 2जनालाई मैले दिन सकेँ। सो थ्याङ्क यू सो मच है एनबी एक्वेरियमको हाम्रो दाइहरूलाई। सो यति भन्दै म चाहिँ आजको मेरो भ्लग यहीँ टुङ्ग्याउँछु है त गाइस। सो जय नेपाल।